यहाँ चाहिँ भाइलाई चाहिँ लिएर लड्नु भएको रहेछ उहाँ चाहिँ भनेको मान्नु भएन। अब तपाईँको विचार है, पैसा दिनु पर्यो नि उहाँहरूलाई। अघि यहाँ चाहिँ फेरि के भयो, यहाँ त एक्सिडेन्ट भयो कि क्या हो, एक्सिडेन्ट भयो कि क्या हो, एक्सिडेन्ट भयो कि क्या हो, एक्सिडेन्ट भयो जस्तो छ। ट्राफिक पो छ कि छैन यहाँ होइन। ट्राफिक पनि आइसकेको छ होइन। यहाँ चाहिँ भाइलाई चाहिँ ठोकेको कि आफै लडेको? चिप्लो छ नि त, अनि त्यही भएर होला क्या, चिप्लेर लड्नु भएको रहेछ उहाँ चाहिँ। कोही मान्छेलाई फोन गरिदिनु न त्यहाँ। मोबाइल छैन उहाँसँग? मोबाइल अनि तपाईँले त्यहाँ चाहिन्छ नि त मेडिकलमा मान्छे, मेडिकलमा मान्छे चाहिन्छ क्या त्यहाँ। घरको नम्बर नदिए त अब पुलिसले सबैलाई पठाउन आँटेको हामीले। पुलिस आउँछ नि अहिले यहाँ गाउँको मान्छेलाई मेडिकलमा नि उसको घरको मान्छे एकजना कोही बोलाउने के जो जान्छ त्यही त अप्ठ्यारो तपाईँहरूलाई पर्छ। तपाईँलाई चाहिँ दाजुभाइ भनेर सबैजनाले चाहिँ मेडिकल लगिदिने, तपाईँको एकजना मान्छे चाहिन्छ। तपाईँलाई इभन अहिले केही भइदिइहाल्यो भने त हामी सबै दमकको पर्यौँ क्या। यहाँ तपाईँले यतिको गरिरहेछ उहाँहरूले। 3 जना हामी दमकै हो, मेरो 5 नम्बर हो। ओ फेरि सरी भन्नुहुन्छ तपाईँलाई नानाताको हिसाबले भने हो मैले त अब बाटोमा हिँड्ने मान्छेलाई ठाउँको हो भनेर यहाँ चाबी भयो होइन क्या एकजना बसौँ न यहाँ जाम नगरौँ न। उहाँलाई मेन एउटा जिम्मेवारी व्यक्ति कोही भएन भने हामीलाई पनि गाह्रो, एक त तपाईँलाई फेरि तपाईँलाई डिस्टर्ब भयो। मान्छे गर्दा लादिनँ म त छोडिदिनु, ओह्रालिदिनु, नर्मल छ कि ओह्रालिदिनु, जाँड पुरा छोड्दै गर्छ जाँड। यता यता घरको नम्बर हो भने मान्छे बोलाउने हो क्या। ट्राफिक आइकिन उ गरौँ न, नर्मल पनि छ। ट्राफिकलाई भन्नुभएको छ दाइ, यता उता त्यहाँ बस छ क्या, यता झार्नु, यता उता होइन, यता आउ न, फेरि उता जाँदैछ। त्यो मान्छे यार त्यही खाएको मान्छेलाई चाहिँ भरै हुँदैन के। ट्राफिकलाई गाडी ट्राफिकलाई कल गर्नु भएको छ? कल गरिदिनु भएको छ? कल गरेको छ, जिल्लामा गरिरहेको छ।
यहाँ लड्नुभयो क्या आफै हजुर आफै अलिक खानु भएको छ क्या त्यही भएर त्यही त अब गाउँघरकै दाजुभाइ हुन् कि अनि कहाँ हो तपाईँको घर चाहिँ उतै गयो सबैजना यिनीहरू चाहिँ अनि बोलाइदिन्छ एकजना मान्छे अनि मेडिकल हिँड्नुभन्दा मान्नुहुन्न के होइन आफ्नै बाइक पनि होइन इन्सुरेन्स गरेर क्लेम गर्नुको लागि हजुर पुलिसमा रिपोर्ट गऱ्यो भने पनि दुईजनामा त गाह्रो हुन्छ नि त्यही त यो चिप्लो छ क्या म पनि कति बिस्तारै आइरहेको क्या उहाँ गएको थिएँ कुइनेटार बिस्तारै आएको म त 10-20को स्पिडमा आइरहेको छु मेरो पछि अहिले दमक 10 भन्नुभएको दमक 10 मा चाहिँ कहाँनिर के नाम क्याम्पस मोडदेखि माथि हो त्यो दमक 10 कहाँ पर्छ त हेर्नु त यस्तो चोटै चोट छ यहाँ कानबाट खुन निस्किरहेको छ मेन घरको सम्पर्क दियो भने त घर अब पथरी भन्नु हुँदैछ झन् अब अहिले त अब फेरि पथरी भन्नु हुँदैछ धेरै बोला न तिम्रो घरको नम्बर ल्याऊ अहिले तपाईँको मान्छे यहाँ सामान्य घाइते हुनुभएको छ भनेर भनिदिनु त्यो नम्बर दिनु न त्यो छोडिदिनु अब त्यो घरमा गएर धुनुपर्छ त्यो पेपरहरू देखाउनु कहाँ हो तपाईँको एड्रेस थाहा हुन्छ नि त अनि कागजपत्र के छ बाइकको पेपरहरू केही छैन उयो के हो दाइ खै यो सेतो कागजहरू पनि त यो सेतो कागज त्यो एटिएम कार्ड हो अरू केही पेपरहरू छ तपाईँसँग मलाई दिनुहुन्छ एकचोटि यही मात्रै हेर न यो के हेर है हो फेरि केही हुँदैन तपाईँको कसैले केही गर्दैन धेरैजना छौँ हामी दाजुभाइहरू तपाईँको केही हराउँदैन कि हामी तपाईँलाई मानवताको हिसाबले मात्रै यो केही हुँदैन त्यो होइन त्यो तपाईँको त्यहाँ नाम मात्रै छ त्यहाँ खै ब्रान्च चाहिँ कहाँको छ कहाँको ब्रान्च हो यो हेर त यो पेपरहरूमा के छ मोबाइलको लक खोलौँ त मोबाइलको लक खोलौँ यो राख्नु त्यो के हेरे के गर्नु आँखा जाँच केन्द्र कहाँको जिल्ला होङ्सगाबाद कहाँ हो यो मध्य प्रदेश यो त बाहिरकै छैन यहाँ जिल्ला होङ्सगाबाद कहिले गयो 25 3 महिनाको मोबाइल खोइ दाइ तपाईँको मोबाइल देखाउनु न मोबाइल मलाई दिनु त मोबाइल ल यसको लक खोल्नु त चाको के हेर्नु तपाईँलाई त लक मात्रै खोलिदिनु न दाइ हामी चाहिँ तपाईँको रिस्की गर्न मात्रै खोजेको हामीलाई केही चाहिएन तपाईँको म हुन्छ 425 भने 425 भयो 425 भयो यहाँ दिनु एकचोटि दिनु न भाइलाई दिनु न एकचोटि चाको के हेर्नु भन्नु दाजु एकछिन पक्नु न ए आइसक्नु भयो उहाँ यताबाट आयो यो राख्नु वर्षमा घरको केही यही त होला नि घरको होइन त विदेशको नम्बर ओके दाजु ओके एकछिन वेट गर्नु न पक्नु न दाजु पक्नु हामी चाहिँ अब प्रहरीको जिम्मा लाउने हामी जाने तपाईँले हामीले भनेको मान्नु भएन अब तपाईँको विचार है हामी त जाने नि अब यो गाडी उहाँकै हो सर यो मेरो होइन यो गाडी कसको यो गाडी मेरो हो त्यतिसम्म हो यसरी होस् आउनु पर्यो होइन होसमा ल्याएको हेलमेटको क्लिपले लगिसक्ने छ क्या हेलमेट सूर्य यहाँ त्यो क्लिप गाडिएर भएको आउनु पर्यो क्या पछि यो गाडी मेरो भन्ने ल्याउने भयो एकछिन न दाइ एकछिन हेर्न
मेरो मेरो भनेर त्यो घाउ छ कान फुटेको छ अब पुलिसले पुलिसले फोन गर्यो उसको घरको नम्बर दिन्छ ढापा हिँडेको अटोले उठाइदिएको अटो तपाईँहरूको ढापा हिँडेको उहाँलाई चाहिँ सफारीमा पनि हाल्नुभएको क्या उहाँहरूले लगेर जान्छु भनेर उहाँ नमान्नु भएको घरमा पनि फोन नगरिदिनु भन्नुहुन्छ उहाँलाई चाहिँ प्रहरी नै चाहियो अरे कोसिस गरेको उहाँ जान्नुहुन्न नि त फेरि उहाँको एउटा गार्जेन पनि चाहिन्छ नि त सर त्यत्तिकै लान मान्दैन क्या सफारीवाला हजुर त्यही भयो त्यसो भए अटो चाहिँ आउँदैछ त्यसमा त लाँदैन सर कहाँसम्म जाने भाइ एउटा मान्छे छ कि पछि लगिदिनु है छोडिदिनु त्यस्तो मान्दैन क्या कहाँ मान्छे रोक्नु 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 एउटा मान्छे छ त लानुहुन्छ उहाँलाई उहाँसम्म लग्दिन बाइक होइन होइन उहाँ मात्रै प्रहरीसँग भएपछि तपाईँ निर्धक्क हुनु न हस्पिटल जानु न पहिले तपाईँ निर्धक्क सर बस्नु बस्नु कि समातेर हाल्नु हामी तुरुन्त आइहाल्छौँ तपाईँ जानु नि त यो बाइक पनि लानुपर्ने हुन्छ नि फेरि दुईजना आउनुहुन्छ अनि कति हस्पिटलमा राख्नु कि दाइ एकछिन केही हुँदैन भाडा पाइहाल्नु त तपाईँले हस्पिटलले भाडा दिएर भरेसको मान्छे आउँदा तिरिहाल्छ यो बाइक लिएर आउनुमा पछि बाइक आइहाल्छ कि बाइकसँगै आउँछ कि अनि जाँदा म पनि त्यतै जान्छु म पनि पछि पछि हुन्छु सँगै पैसा छ क्या उहाँसँग पनि छ पैसा फेरि दिएन भने दिन्छ पैसा नदिँदा नि उहाँले लानुहुन्छ भएन पैसा कुरो होइन नि यहाँ मान्छे ल भाइ ल आयो यस्तो ड्याम्मै खानु भएको छ क्या म त ठोक्काएँ होला भनेको त आफै लड्दो रहेछ यार आफै लडेको रहेछ होइन अघिसम्म चाहिँ फ्यामिलीको कसैको नम्बरै दिन नमान्ने पत्री पनि आइपुग्यो होइन यस्तो दाइले चाहिँ अब ल्याइदिनु भयो होइन अरूले त मान्दैन यो जाँड खाएको छ अनि के मान्नुहोस् त यार अलि कतिले अहिले यार अब हिँड्नु अब मेडिकलसम्म पैसा दिनु पर्यो नि उहाँहरूलाई अघि 1500 रुपियाँ हामी देखिसक्यौँ पर्समा
जानु तपाईँ गाडी चाहिँ कन्डिसनमै रहेछ ट्रिटमेन्ट गराउने तपाईँलाई केही हुँदैन पुलिसको आउँदा पाप गर्दा मात्रै आउने होइन नि त हजुर आउनु न को मजाले लडिरहेको त चेयर आउनै नमान्ने लगेर गयो अब कस्तो जान नमानेको फेरि हेर बाटोमा एक्सिडेन्ट भएको के हजुर यहाँदेखि धेरै टाढा छ नि 1 किलोमिटर जस्तो समथिङ होला क्या बिच जङ्गलमै रह्यो होइन खानुभएको छ नि त डाममै अनि अघि भनेको सबैजनाले सफारी चढाइदिन्छ मेडिकल जानु अनि ट्रिटमेन्ट गरेर घरमा बोलाउनु जानु भनेर नमान्ने फोन पनि नदिने छुनु घर पनि घरि पथरी भन्ने घरि दमक भन्ने अनि अप्रले फोन गरेर चाहिँ एउटा दाइले यहाँ झिकाइदिनु भएको छ अब ट्रिटमेन्ट गरेर पठाइदिन्छ होला गयो मापसैमा गयो भयो हाई हाई